स्पेस हुनु भएन। मेरो नोट फेरि लेख्नुहोस् त। अर्को नोट लेख्नुहोस्। नामपदको अन्त्यमा नामपदको अन्त्यमा सर लेख्नुभयो। फेरि लेखौँ। नामपदको नामपदको अन्त्यमा पदको अन्त्यमा फाचिम भए पनि नभए पनि पाछिन भए नभए नि भए पनि नभए पनि इम्नीका इम्निदा नै जोड्ने गरिन्छ। भने निदा फाचिम भए पनि नभए पनि इम्निदा इम्निका इम्निदा पछि स्लाइस राख्ने अनि इम्निका राख्ने। इम्निदा इम्निका जोड्ने गरिन्छ। यही जोड्नुपर्छ भन्ने छैन। फाचिम होस् या नहोस् सिधै इम्निका इम्निदा जोडिन्छ। सर बनिता चाहिँ जोडिँदैन है? जोडिन्छ इम्निदा अथवा इम्निका। ए बनिका सुन्निका वाला होइन, यो अलिक फरक हुन्छ। ए ए ए ए मतलब अर्कै हो रहेछ। भन्नेवाला है। हो भन्ने भएकोले इम्निका इम्निदा मध्ये जुन जोडे पनि हुन्छ। फाचिम होस् जस्तै नुगोमा फाचिम छैन, सिधै इम्निका जोडेको छ। सारममा फाचिम छ र पनि फेरि इम्निका जोडेको छ। जुन जस्तो अवस्था आए पनि इम्निका इम्निदा नै जोड्ने गरिन्छ। अब जाउँ हामी। ल, उच्चारणको नियम भनेर दिएको छ। उच्चारणको नियम अनुसार के भनेको छ भने यदि आ र ओ को उच्चारण चाहिँ अलिकति छोक्कुम थल फल्ल फारम हान्दा भनेको अलिकति मुखलाई चाहिँ खोलेर उच्चारण गर्नुपर्छ। आलाई चाहिँ धेरै नै खोलेर उच्चारण गर्नुपर्छ। आ आ यसरी। अलाई चाहिँ छोक्कुममा अलिकति मात्रै खोलेर उच्चारण गर्नुपर्छ भन्छ। अ उच्चारण गर्नुपर्छ। अनि ओलाई पनि फेरि अघि जस्तै ठुलो ठुलो खोलेर, मुखलाई धेरै खोलेर ठुलो स्वरमा उच्चारण गर्नुपर्छ भन्छ। ओ ओ अब यो पहिले हामीले पढिसकेकोले यसलाई चाहिँ हामी हापेर जाउँ। अगाडि बढौँ। अब अगाडि जाउँ। थेवा ई, सबैजनालाई थेवा ईमा लैजानुहोस् त। ल, थेवा ईमा जाउँ। ल, अब जाउँ थेवा ई। ल, बजाउँदा हुन्छ। हुन्छ सर। सबै तयारी हो? सबैले सँगसँगै गर्ने है त, यहाँ सँगसँगै सँगसँगै गर्ने। 아닙니다. 태국 안녕하세요. 저는 아니요. 리차난입니다. 태국 사람입니다. 안녕하세요. 오케이. 저는 칼로입니다. 필리핀 사람입니다. 칼로 씨는 학생입니까? 아니요. 저는 근로자입니다. 안녕하세요. 저는 리차난입니다. 태국 사람입니다. 안녕하세요. 저는 칼로입니다. 필리핀 사람입니다. 칼로 씨는 학생입니까? 아니요. 저는 근로자입니다. फेरि सुन्नु एकचोटि। 안녕하세요. 저는 리차난입니다. 태국 사람입니다. 안녕하세요. 저는 칼로입니다. 필리핀 사람입니다. 칼로 씨는 학생입니까?
아니요, 저는 근로자입니다. ल 오케이 머거리 쭉쭉 해요. 일단 안녕하세요. 저는 니차나입니다. 태국 사람입니다. 안녕하세요. 저는 칼로입니다. 필리핀 사람입니다. 칼로 씨는 학생입니까? 아니요. 저는 근로자입니다. 대리, 안녕하세요. 저는 니차난입니다. 태국 사람입니다. 안녕하세요. 저는 칼로입니다. 필리핀 사람입니다. 칼로 씨는 학생입니까? प्रश्न सोध्नु पर्यो नि 칼로 씨는 학생입니까? 아니요. 저는 근로자입니다. 아니요. 저는 근로자입니다. म नाम बोलाउँछु उसले गर्ने है त चन्द्र थापा राजेश मैनाली दुईजनाले हजुर सर ल एकजना निच्छानन सी भन्ने एकजना खाल्लो भन्ने पालैसँग गरौँ त हुन्छ निच्छानन म भन्छु सर ओके हुन्छ 안녕하세요. 저는 니차남입니다. ओके 태국 छाम्सी 사람입니다. भन्यो छाम्सी भन्यो जस्तै हामीले के गर्नुपर्छ भन्दा कतै जस्तो यस्तो चिन्हहरू यो चिन्ह भनेको चाहिँ सेन्टेन्स टुङ्गिएको चिन्ह हो त्यसैले यहाँ चाहिँ एकछिन रोक्नुपर्छ 안녕하세요 छनुन नगरेर 안녕하세요 एकछिन रोक्ने अनि छनुन निच्छानन입니다 फेरि दाम गएर एकछिन रोकिने है त फेरि गरौँ 안녕하세요. 저는 니차남입니다. 태국 사람입니다. उम्, नमस्ते म निच्छानन हुँ ठिक छ थाइल्यान्डको नेपालीमा नागरिक हुँ ओके नेपालीमा नभने पनि हुन्छ 안녕하세요. 안녕하세요. 저는 칼로, अ, 칼로입니다. खाल्लो입니다 입니다. 필리핀 사람입니다. फिलिपिन 사람입니다 컬러시 눈 학생입니까? 학생입니까? 아니요, 저는 군로자, 근로자입니다. 군로자입니다. 근로자입니다. 오케이, ठिक छ. थ्याङ्क गङ्ग तामाङ र इक्कु हो कि के नाम हो तपाईँको नाम चाहिँ चेन्ज 저 गरेर इकु 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 इक्कु इकु इक्कु फिजिकल मासु होइदिए इक्कु हो ल दुईजना पालीसँग गरौँ त खल्लो सर म खल्लो ओके होइए 안녕하세요. 안녕하세요. 저는 니타는 니차난 사람입니다. 어? 안녕하세요. 저는 컬러입니다. 칼로 칼로 필리핀 필리핀 사람입니다. 필리핀 사람입니다. खै त हानियो 컬러 छन् 씨는 अँ ए मैले भन्नु भने क्या भनौँ त मेरो तल होइन कसको 컬러 पाला आयो 씨는 학생입니다. 입니까? 학생입니까? 학생입니까? 아니요. 저는 근로 근로자입니다. 넌 근로자입니다. 오케이. सन्जु मगर र राजीव कुमार तामाङ सन्जु मगर र राजीव कुमार तामाङ ल सुरु गरौँ सर ल के गरिहेरौँ त 안녕하세요. 저는 니차난입니다. 태국 사람입니다. 안녕하세요. 저는 갈로입니다.
필리핀 사람입니다. 칼로 씨는 학생입니까? 아니요, 저는 근로자입니다. 아니요. 저는 근로자입니다. 감사합니다. 여러분들 안녕하세요. नमस्कार भनेको नमस्ते 저는 निचानन 씨입니다. म चाहिँ निचानन भन्ने मान्छे हुँ नि 태국 사람입니다. मैले आफ्नो परिचय दिँदैछु. 안녕하세요. तपाईँलाई आज भेट हुँदैछ नमस्कार है 저는 निचानन입니다. म चाहिँ निचानन भन्ने मान्छे हुँ. 태국 사람입니다. म चाहिँ थाइल्यान्डको मान्छे हुँ. 안녕하세요. नमस्कार. 저는 칼로입니다. म चाहिँ खाल्लो भन्ने मान्छे हो फिलिपिन 사람입니다. म चाहिँ फिलिपिन भन्ने देशको मान्छे हो खाल्लो सीनुन 학생입니까? के तपाईँ विद्यार्थी हुनुहुन्छ? 아니요, 저는 근로자입니다. होइन, म चाहिँ 근로자 हुँ. 근로자 भनेको विदेशी कामदार कामदार, श्रमिक कामदार मजदुर कामदार श्रमिक श्रमिक, श्रम गर्ने मान्छेलाई चाहिँ 근로자 भनिन्छ. 자, 니차난 씨는 어느 나라 사람입니까? ल भन्नुहोस् त. 니차난 씨는 태국, 어느 나라 사람입니까? 저는 태국 태국 사람입니다. 태국 저는 사람입니다. 태국 사람입니다. कसरी उत्तर 태국 दिनु 태국 पर्यो? 사람, 사람입니다. कसरी उत्तर दिनु पर्यो? 니차난 씨는 태국 태국 사람. 사람입니다. 칼로 씨는 어느 나라 사람입니까? 할로시는 켈로시는 칼로 씨, 필리핀 필리핀 사람입니다. 칼로시는 필리핀 사람입니다. 필리핀 사람입니다. 사람입니까? 칼로 씨는 학생입니까? 아니요. 아니요, 아니요. 구독자입니다. 칼로시는 칼로 씨는 근로자입니다. 근로자입니다. 칼로씨는 클로자입니다. अघि पो 입니다. उसले छनुन भन्यो. अघि चाहिँ ऊ आफै बोल्दै थियो त्यसैले छनुन भन्यो. अब चाहिँ ऊ आफू बोलेको होइन हामी आफूले चाहिँ भनेको त्यसैले खाल्लोसिन ठ्याक्क यो तल राख्ने खाल्लोसि는 클로자입니다. यसरी गर्ने. 자, 밑에 보세요. 니차는 어느 나라 사람입니까? 니차는 씨 चाहिँ कुन देशको नागरिक हो? निचाना는 태국, 타일란드, सबैले भन्ने निचाना는 이때는 태국 사람입니다. 사람입니까? 태국 사람입니다. 사람입니다. जवाफ दिने बेला चाहिँ 입니다 गर्नु पर्यो. 태국 사람입니다. निचाना는 태국 태국 사람입니다. 사람입니다. 칼로는 학생입니까? 아니요. 아니요. 칼로시는 근로자입니다. 근로자입니다. 아니요. 칼로세는 근로자입니다. 자, अघि जस्तै गरेर फेरि पुरा गर्ने छेसी थोइन फ्युहनु हरेङ आय हेवाए फोस्यो अघि जस्तै गरेर हेर्ने हेरौँ त यहाँनिर के गरेको छ भन्दा लिलिसी गरेर कमा राखिएको छ यदि कसैको नाम बोलाएर कमा राखेको छ भने त्यो चाहिँ त्यो व्यक्तिलाई बोलाएको हुन्छ त्यसैले लिलिसीलाई बोलाएको लिलिसी लिलिसी는 중국 사람입니까? लिलिसी तपाईँ चाहिँ छुङ्गुको मान्छे हो त ने 저는 중국 사람입니다. हजुर म चाहिँ छुङ्गुको मान्छे हुँ. लिलिसी는 회사원입니까? तपाईँ 회사원 हुनुहुन्छ? 아니요, 저는 학생입니다. ल हेरौँ त लिली 중국 사람 यहाँनिर छ 회사원 यहाँनिर छ 학생 यहाँनिर छ यसैलाई यतापट्टि राखेको छ चुम्बुकको ठाउँमा लिली सिनुन भैसाहुनको ठाउँमा 학생 यसरी राखिएको छ यसलाई यो चिज प्रयोग गरेर भाथु भन्ने मान्छे भट्ट है मङ्गोल सारामको रहेछ मङ्गोल साराम रहेछ 학생 नभएर लजा रहेछ ल यसमा लेख्न सकिन्छ होला सकिन्छ सर ट्राई गरौँ त एकचोटि ल ट्राई गरौँ म भनिदिन्छु लास्टमा 중국 भनेको कुन देश हो? चुङ्गुक भनेको चिन त्यही त हो कि होइन भनेर सोधेको छ। कन्फ्युजन भयो हजुर। चुङ्गुक भनेको 파동시 파
음, 몽골 사람입니까? 네, 저는 학생임, 음, 몽골 사람입니까? 팔도시는 학생입니까? 아니요, 저는 근로자입니다. हेलो सर नबोल्नु भयो कि आवाज नआएको मेरोमा नबोलेको लेख्नुहोस्। ल सकियो सकियो के छ? सक्यो सर ल सक्यो सर ल सकिएको मान्छेले भनाउँदै एकचोटि कसरी बनायो अरू साथीहरूले चेक गर्नुहोस् ल। ल भनौँ त। सिनु 마투시눈 몽골 사람입니까? 오케이. 바트세는 네, 몽골 사람입니까? 네. 네. 저는 몽골 사람입니다. 네, 저는 몽골 사람입니다. 마투시는 회사원입니까? 바트세는 의사원이요. 학생 गर्नु पर्यो नि। 네, 학생지요. 예, 학생, sir, 학생. 학생 छ नि 학생입니까? 아니요, 아니요, 근로자입니다. 아니요. 근로자입니다. 아니요. 저는 저는 근로자입니다. 근로자입니다. 저는 근로자입니다. सबैजनाले यसरी नै गर्नुभएको हो। हजुर ल त्यसो हो भने यसलाई मैले स्किप गरेँ है त। एकदम इम्पोर्टेन्ट लेखेर पढ्छौँ है। अब जति सकिन्छ त्यति लेखेर पढ्छौँ। ओके, छाल फुताक थुरेम्निदा भन्ने शब्द आएको छ। छाल फुताक थुरेम्निदा भनेको चाहिँ आउँदो दिनहरूमा राम्रो गरिदिनुहुन्छ भन्ने आशा राखेको छु भन्ने बेला बढी प्रयोग गरिन्छ। फुताक भनेको अनुरोध गर्नु, आशा गर्नु। छाल फुताक थुरेम्निदा राम्रो गरिदिनुहुन्छ भन्ने आशा गरेको छु। कोरिया जान्छौँ, छागिसोगे दिन्छौँ, 안녕하세요, 저는 राम입니다, 저는 डडडी입니다 भनेर छागिसोगे गर्छौँ। छागिसोगे गरिसकेपछि लास्टमा चाहिँ छाल फुताक थुरेम्निदा भन्ने चलन छ। आउँदो दिनहरूमा काममा तपाईँले सहयोग गर्नुहुनेछ, मलाई चाहिँ सपोर्ट गरिदिनु हुनेछ भन्ने अनुरोध गर्दछु। छाल फुताक थुरिम्निदा यसरी। 한국의 인사해절. 오케이, 문화라 정보 हेरौँ त। 한국의 인사해절. कोरियाको शिष्टता चाहिँ कसरी गर्ने, के गरेर गर्ने भन्ने कुरा दिएको छ। हेरौँ, 한국에서는 상대에 따라 कोरियामा चाहिँ विपरीतलाई फलो गरेर, तारा हादा भनेको फलो गर्नु, देख्दै जानुहोस् है। तारा भनेको पछ्याउनु। कोरियामा चाहिँ विपरीतलाई पछ्याएर, 한국에서는 상대에 따라 विपरीतलाई पछ्याएर, विपरीत कस्तो छ त्यो चिजमा भर हुन्छ। 인사는 방식이 다릅니다. अभिवादन, 인사 भनेको के होला? अभिवादन अभिवादन। अभिवादन, 인사하는 방식이 다른. 방식 भनेको तरिका, तरिका तरिका। 인사는 방식이 다릅니다. तरिका फरक छ। 자신보다 나이가 많거나, 자신 भनेको 아, अब आफू उमेरले आफूभन्दा
आफूभन्दा आफू बोधा भनेको भन्दा आफू भन्दा नायिका माकन उमेरले ठुलो व्यक्तिसँग अ, उमेरको ठुलो व्यक्तिसँग अथवा छिविका नोफुन सारा मेगे छिवी भनेको शिवभेनको पद 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 चाहिँ माथिल्लो व्यक्तिसँग हिंसा गर्ने बेला आन्याङ हाँसेयो भन्नुपर्छ अथवा आन्याङ हाँसिमनिका भनेर सम्बोधन गर्नुपर्छ आन्याङ हाँस्यो भनेको नमस्कार भनेको आन्याङ हाँसिमनिका भनेको नमस्कार सन्चै हुनुहुन्छ भनेर सम्बोधन गरेको रागो मार हाम्या भनेर भन्ने गरिन्छ र सँगसँगै खोगे भनेको शिर खोगेरुल सुगिकन हरिरुल खुप्य हिंसा हाम्निदा भनेको खोकेलाई चाहिँ झुक्काएर जसरी यसमा हेरौँ त खोकेलाई झुक्काएर अनि कम्मरलाई पनि झुक्काएर भनेको टाउको पनि निहुराउँछौँ अनि कम्मरलाई पनि थोरै भाँचेर हिंसा गर्ने गरिन्छ अभिवादन गर्ने गरिन्छ खोगेरुल सुकिकन हरिरुल खुप्पिनुन घसन किन चाहिँ टाउको निहुराउने ढाड निहुराउने किन गरिन्छ भन्दा साङ्दे भाङे विपरीतको थेहान छोङ्ग्याङ भनेको सम्मान चोङ्ग्या छोङ्ग्याङ भनेको सम्मान छोङ्ग्याङ भनेको सम्मान यो चाहिँ किन त्यसो गरिन्छ भन्दा विपरीतलाई चाहिँ सम्मान दिने विपरीतप्रति सम्मान दिने कुरालाई चाहिँ छेसु छिम्निद यसरी विपरीतलाई सम्मान दिइने कुरा हो हानफ्यान भनेको विपरीत अर्कोतिर सर यो सोगी गादा भनेको सोगी गाना भनेको चाहिँ सोगी गाना टोकिँदा गना भनेको वा भनेको वा ए सोगी गाना अथवा भनेको सुगिदा भनेको झुकाउनु निहुराउनु टाउकोलाई निहुर्याउने अथवा वा अथवा भनेको कम्मरलाई झुकाउने गर्ने गरिन्छ सर यो हान फ्यान भनेको चाहिँ हान फ्यान भनेको अर्कोतिर भनेको अर्कोतिर हानफ्यान अर्कोतिर छासिन बोधा नाइगा अरिदा भनेको चाहिँ सानो हुनु अरि भनेको सानो है आफूभन्दा सानो गना छिनान साराम भनेको एकदम क्लोज मान्छे नजिकको मान्छे धेरै नै एकदम क्लोज भइसकेको मान्छेलाई चाहिँ अन्यङ इरागो माराम्य के गर्ने गरिन्छ भन्दा आफूभन्दा उमेरले सानो छ पदले सानो छ भने चाहिँ त्यस्ता मान्छेहरूलाई चाहिँ आन्यङ भन्ने गरिन्छ सँगसँगै एकदमै क्लोज मान्छे धेरै नजिकको मान्छे एकदमै बेस्ट साथी छ भने उसलाई पनि आन्यङ भन्ने गरिन्छ हान सोनुल खाप्याप्के थुल्गना हुन्दुरा फाङ्गा उमुल नाथन एम्निदा भनेको अनि सँगसँगै आन्यङ पनि भनिन्छ सँगसँगै हात हल्लाउने भनेको एउटा हातलाई बिस्तारै हल्लाइदिने हात हल्लाएर चाहिँ खुसी साट्ने गरिन्छ भनेको फाङ्गा भनेको खुसी फान्का भनेको खुसी हो सर खुसी फाङ्गा भनेको चाहिँ खुसी फाङ्गाप्ता भन्ने शब्दबाट आएको यो फाङ्गा भनेको खुसी खुसी चाहिँ व्यक्त गर्ने गरिन्छ यस्तो है भनेर भेटिएको खुसी व्यक्त गर्ने गरिन्छ छिनहान भनेको चाहिँ सर छिनान भनेको नजिकको घनिष्ठ ए अन्याङ र छिनहान नजिक नजिकै हो सर दुइटै एउटै हो नै नै छिनान आन्निङ भनेको भनेको हाई छिनान छिनान सारामले छिनान हामीले भनेको छाया घनिष्ठ लगाएको छ नि यो छिनान साराम भनेको नजिकको मान्छे एकदम क्लोज फ्रेन्ड क्लोज साथी क्लोज मान्छेहरू अनि तिनीहरूलाई चाहिँ आन्याङ भनेको जस्ट हाई भनेको के आन्याङ ए आसे ए
अन्याङ हाँस्यो भनेको चाहिँ नमस्कार भनेको भयो। अन्याङ मात्रै भनेको चाहिँ हाई भनेको, जसरी हामी बाटोतिर भेट हुँदाखेरि हाम्रो साथीहरूसँग यसो हात हल्लाएर हाई गर्छौँ नि, हो त्यसरी हाई गरेको यो चाहिँ एकदम क्लोज साथीहरूसँग चाहिँ हाई गरिन्छ भनेको। ल अर्को हेरौँ। 안녕하세요, 안녕하십니까, 안녕 भन्ने शब्द चाहिँ जुन हामीले प्रयोग गर्ने 안녕하세요 भन्ने शब्द छ, 안녕하십니까 भन्ने शब्द छ, 안녕 भन्ने शब्द छ। यो शब्द चाहिँ इन्सा नुन सिगाने साङ्गन अप्सी भनेको हामीले अभिवादन कुन समयमा गरिरहेको छ, बिहान गरिरहेको छ कि दिउँसो गरिरहेको छ कि साँझमा गरिरहेको छ, कुनै समयसँग साङ्गन अप्ता भनेको सम्बन्ध नहुनु। साङ्गन हप्ता यहाँबाट सुरु भएर यहाँसम्म आएको शब्द जुन छ यो चाहिँ सम्बन्ध नहुनु, सम्बन्ध छैन। कुन समय यही समयमा गर्नुपर्छ भन्ने कुनै पनि एक्युरेट सम्बन्ध छैन। यसरी सम्बन्ध नभएर आछिम मर्निङमा गरे पनि हुन्छ, छमसिम दिउँसो गरे पनि हुन्छ, छन्यक गरे पनि अन्जे दुन्जी भनेको जहिले पनि। देख्दैछौँ त अन्जे दुन्जे, यो पेनको ब्याट्री नभेटेसम्म लेख्न नपाउने भयो। अन्जे दुन्जी भनेको जहिले पनि के, जुनै कुनै समयमा ठ्याक्कै एक्युरेट यो समय भन्ने नै छैन। जुनै कुनै समयमा चाहिँ हामीले सायङ हाल्सु शब्द प्रयोग गर्न सकिन्छ, जुनै कुनै समयमा प्रयोग गर्न सकिन्छ। अन्याङ हाँस्यो भन्नलाई चाहिँ मर्निङमा अन्याङ हाँस्यो भने पनि भयो, डेमा अन्याङ हाँस्यो भने पनि भयो, साँझमा अन्याङ हाँस्यो भने पनि भयो। जुनै कुनै समयमा हामीले यसलाई प्रयोग गर्न सकिन्छ। यही एक्युरेट समयमा नै अन्याङ हाँस्यो भन्नुपर्छ भन्ने चाहिँ छैन। अब अर्को हेरौँ त, ख्वाङजगिन भनेको छ यहाँनिर। हेरौँ त, ख्वाङजगिन साङवाङ एसा भनेको सार्वजनिक स्थलहरूमा, सार्वजनिक सिचुएसनहरूमा, औपचारिक सिचुएसनहरूमा हो, कुनै ठाउँमा गयौँ हामी, सार्वजनिक रूपमा भेट्नुपर्ने ठाउँहरूमा गयो भने चाहिँ छुरो आक्सुरुलाई हामी निन्छ हामीले त आक्सु आधा। छुरो भनेको प्राय, धेरै जसो, लेख्दै जाउँ है। छुरो भनेको धेरै जसो। हात मिलाएर हातलाई हातलाई हात मिलाएर होइन, छुरो भनेको धेरै जसो, आक्सु हादा भनेको, आक्सु हादा भनेको हात मिलाउने के, मिलाउनु। हात मिलाउनु। आक्सु हादा भनेको हात मिलाउनु। अनि थामान, तर भनेको है, तर भनेको थामान भनेको तर। तर छासिन बोदा नायिका होलसिन भनेको असाध्यै, लेख्दै जाउँ है त, असाध्यै। वालसिन भनेको असाध्यै हो सर। होलसिन भने होलसिन भनेको एकदमै असाध्यै। ठुलो, छेउका पदले नस्ता नस्ने, पदले ठुलो भएका मानिसलाई अभिवादन गर्ने बेलामा वेन्सुन भने होलसिन भनेको असाध्यै। भन्नाको धेरै उच्च असाध्यै माकना, उमेर धेरै बढी छ अथवा छिवेको नपुन सारा मेघे, पदले आफूभन्दा माथिल्लो मान्छेसँग इन्सा हाल्थे, अभिवादन गर्ने बेला चाहिँ वेन्सोन भनेको देब्रे हाल्थे। देब्रे हाल चाहिँ ओरुन फाल, देब्रे फाल भनेको पाखुरा है, दाहिने पाखुरामा ओरुन सोनोर फाँच्चीको, दाहिने हातलाई चाहिँ फाँच्चिदा अडिस लगाएर अक्षर हानुपछि एवी हिँड्दा त्यसरी चाहिँ आक्सु हात मिलायो भने त्यो चाहिँ शिष्टता हो अरे। एवी भनेको शिष्टता, एवी भनेको शिष्टता। फाँच्चिदा भनेको अडेस आश्रित दिनु, अडेस लाउनु, अडेस दिनु। देब्रे हातको कुइनोमा हात राखेर चाहिँ अडेस दिएर
हात मिलाउनु पर्छ भनेको ठुलो मान्छेले हात मिलाउनु चाहिँ सर हजुर एकचोटि फेरि ट्रान्सलेट गरिदिनु न यो ल खङचागिन भनेको सार्वजनिक साङ्माङ्गे छ सार्वजनिक स्थलहरूमा चाहिँ छुरो प्राय जसो धेरै जसो अक्सुरुलाई हामी के गर्ने गरिन्छ भने हात मिलाएर हिंसा हान्दिँदा अभिवादन गर्ने गरिन्छ तर उमेर छासिन बदा आफूभन्दा नाइगा वल्सिन भाकन आफूभन्दा उमेरले धेरै माथिल्लो मान्छे वा छिविगा नोपुन सारा भेगे पद माथिल्लो लेभलको मान्छेलाई चाहिँ इन्सा हाल्थे अभिवादन गर्ने बेलामा वैन सोनुरो ओरुन फारिन ओरुन सोनुरो फाँच्चिगे अक्सुरुन हान्नुपर्छ एउटै हिँड्दा देब्रे हातले दाहिने हातको पाखुरामा अथवा देब्रे हातले दाहिने हातलाई फाँच्चिदा आदेश दिएर तलबाट उचालेर आक्सु हानुन अभिवादन हात मिलाउने कुरा चाहिँ शिष्टता मान्दछ बुझिन्छ यो छासिङ फोदा नायिकादेखिबाट सर यो तिनसम्म एकचोटि फेरि ट्रान्सलेट गरिदिनु न बिचको छासिन बदा नाइगा भल्सिन माङ्खना भनेको आफूभन्दा उमेरले धेरै जेठो वा भनेको गना भनेको वा आफूभन्दा उमेर धेरै छ वा पद चाहिँ आफूभन्दा माथिल्लो पदको मान्छे छ भने तिनीहरूलाई अभिवादन गर्ने बेलामा चाहिँ हातलाई देब्रे हातलाई दाहिने हातसँग टाँसिएर आक्सु गर्ने कुरालाई चाहिँ राम्रो मान्दछ भनेको हजुर कन्फ्युजन भयो छैन सर मलाई चाहिँ छैन अब अरू अरू कसैको केही प्रश्न र यहाँसम्म आउँदा बोल्नुहोस् त छिल्मुनी सय छैन सर खोइ त बोल्नु भएको त्यस्तो छैन त्यसो भए आज हामी यहाँसम्म गर्छौँ है हुन्छ सर सबैजना बोल्नुहोस् त हुन्छ सर हुन्छ सर सबैले सबैले एक्सर्साइज हेरेर आउनु होला ल एक्सर्साइज हेरेर आउनुहोस् भोलि हामी एक्सर्साइज गर्छौँ अनि सम्भव भयो भने अर्को क्लास पनि गर्छौँ यति गर्छौँ सबैलाई सुन्नुहोस्